Hello everyone, so welcome to my video. I hope you guys doing well. This is my very first video for my YouTube and I'm gonna show you what I did today for the whole day. So my day starts now. म चाहिँ कहाँ गएको थिएँ एकछिनपछि हजुरहरूले थाहा हुन्छ. First of all, let me show you something. अनि I found this home at somewhere I had been today. दिस इज द ओल्ड टेम्पल जुन चाहिँ मैले यहाँ भेटेको थिएँ. सो लेट मी सो यु. म चाहिँ आज कर्णाली गएको थिएँ अनि यो चाहिँ मेरो घरबाट अलमोस्ट 2 आवर्सको डिस्टेन्समा छ. सो आइ फाइनली पुगिसकेको थियौँ र आई फाउन्ड स्मल टेम्पल. इट वाज सो क्युट एन्ड वी वर इन्जोइङ सिइङ दिस टेम्पल एन्ड त्यसपछि यु क्यान सी हाउ मच आई वाज इन्जोइङ. अनि मैले चाहिँ त्यहाँ भिडियो बनाइरहेको थिएँ अनि इट वाज लाइक म 5 इयर्सपछि यो ठाउँ गएको हुनाले चाहिँ आई इन्जोयड अ लट. एज यु क्यान सी मेरो भाइको खुसी पनि उसको चाहिँ फर्स्ट टाइम थियो बिकज ऊ चाहिँ यता बस्दैन. सो इट वाज हिज फर्स्ट टाइम अनि ऊ पनि इन्जोय गर्दै थियो. अनि हामी चाहिँ अगाडि बढिरहेको बेलामा म मेरो स्याडोसँग इन्जोय गर्दै थिएँ. इभन दो आई हेभ लाखेको जस्तो कपाल मेरो भिडियोमा यु क्यान सी. हिही. अनि पछाडि चाहिँ मेरो दादाको छोरी र दिदीको छोरीहरू आइरहेको थिए. अनि हामी अगाडि जाँदै गर्दाखेरि मैले चाहिँ मेरो भिडियो बनाइदिउँ न भने है. अनि मेरो भिडियो बनाइदियो नानीहरूले. त्यसपछि मैले मेरो खुट्टा देखाउँदै मेरो बुट देखाउँदै मैले भिडियो आफैले बनाएँ. अनि यहाँको वेदर चाहिँ यस्तो राम्रो थियो अनि वी वर इन्जोइङ अ लट. मैले भाइले देखाइरहेको थिएँ. ऊ चाहिँ एउटै पोज दिइरहेको हुन्छ जहिले. त्यसपछि म एपियर हुन्छु चस्मा लगाउँदै नाटक गर्दै. अनि एकछिनपछि मैले चाहिँ यो भिडियो बनाएँ. पानी बगिरहेको थियो. त्यसपछि हामी उता एकछिन इन्जोय गरेर अर्को डेस्टिनेसनतिर लाग्छौँ जहाँ चाहिँ यस्तो बाटो थियो पुरै हिलो. अनि त्यसपछि बाटो पनि एकदमै धेरै नराम्रो थियो अनि हाम्रो भाइहरू अगाडि हिँडिरहेको थिए भिडियो बनाउँदै. त्यसपछि चाहिँ जाँदै गर्दाखेरि म उहाँ दुईजनालाई भेट्छु. दे वर सो क्युट. अनि उहाँहरू चाहिँ खै के खाँदै हुनुहुन्थ्यो. आई डोन्ट नो. अलि अगाडि गइसकेपछि चाहिँ यस्तो भ्यू भेट्यो हामीले जुन चाहिँ रोडको साइडमै थियो. एन्ड आई कुडन्ट हेल्प माइ सेल्फ. म ढुङ्गामाथि चढिसकेको थिएँ एन्ड नानी वाज मेकिङ माई भिडियो. एकछिनपछि हामी सबैले मनपर्ने पोज गर्दै म तल आउँछु. त्यसपछि हामी अर्को डेस्टिनेसनसम्म पुगिसकेको थियौँ. अनि हाम्रो चाहिँ अनप्लान जस्तो नै भएको थियो. हामीले यो प्लानहरू केही पनि बनाएको थिएन. तर त्यहाँ जाँदाखेरि चाहिँ लेट्स गो न त भनेर हामी सबै यतातिर गयौँ. आजको वेदर र नेचर चाहिँ एकदमै म्याचिङ थियो. तर यो ठाउँसँग चाहिँ हाम्रो युनिफर्म चाहिँ म्याच नै भएन किनभने इट वाज अल अनप्लान्ड. अनि अलि अगाडि गइसकेपछि हाम्रो भेट दुईवटा पिगसँग हुन्छ. अनि उनीहरूलाई देखेर हामी चाहिँ डरले भाग्छौँ. लेटली टेल यु हामी चाहिँ यहाँ पितमारी भन्ने ठाउँमा गएको थियौँ जुन चाहिँ कर्णाली पुलबाट अलिकति उत्तरतिर पर्ने रहेछ. एन्ड वी वर वन्डरिङ दिस गना बी आवर फर्स्ट एन्ड द लास्ट टाइम बिकज हामी सबैलाई त्यो एक्सपेक्टेड भन्दा पनि अनएक्सपेक्टेड जस्तो ठाउँ लागिरहेको थियो. जुन तरिकाले चाहिँ हामीले सोचेको थियो त्यो तरिकाले जान पनि पाएन. यहाँ ठाउँहरू हेर्दा पनि त्यस्तो एक्सपेक्टेडवाला चाहिँ पाइएन. द्याट्स वाइ. त्यसपछि हामी उनीहरू उता गइसकेपछि हामी भाग्छौँ त्यहाँबाट तल खोलातिर. एज यु क्यान सी खोलाको बाटो चाहिँ यस्तो थियो. एन्ड आई वाज क्यारिङ माई बुट अन माई ह्यान्ड एन्ड आई वाज सो स्केयर्ड दो बिकज मेरो यस्तो ठाउँमा चाहिँ फर्स्ट टाइम थियो. वी आर नट युज टु नि त. त्यही भएर चाहिँ हामीलाई गाह्रो भइरहेको थियो ढुङ्गाको बाटोहरू हिँड्दाखेरि. अनि मेरो हालत चाहिँ यस्तो भइसकेको थियो. म टोटल्ली गलिसकेको थिएँ. तर पनि म जाँदै थिएँ बिकज मलाई जानु नै थियो. म त्यहाँ नगएको भए चाहिँ छुटिसकेको हुन्थ्यो. म पछाडितिर अनि म पानीसँग खेल्छु त्यहाँ एकछिन. यु क्यान क्लियरली सी माई एक्जस्टेड फेस एज वेल. एन्ड यु क्यान सी कति स्ट्रगल गरिरहेको थियो हामी माथि जानको लागि चाहिँ. त्यसपछि हाम्रो नानी आउँछ जिब्रो देखाउँदै अनि म चाहिँ थाकिसकेको थिएँ माथि जाँदै. नाउ यु क्यान सी मेरो भाइको र मेरो बुटको हालत चाहिँ कस्तो भइसकेको थियो भनेर. एन्ड आई वाज इन टेन्स. एन्ड देन वी फाउन्ड अ स्मल क्रिएचर सो क्युट एन्ड इट वाज लाइक अ स्टिक बट इट वाज वाकिङ.
त्यसपछि हामी रिटर्न ब्याक टु आवर गाडी लाग्ने ठाउँ हुन्छौँ जुन चाहिँ पुलको नजिकै हुन्छ अनि हामी गाडीमा बसेर फर्किन्छौँ। त्यसपछि हामी बबई रिभर पुग्छौँ जहाँ चाहिँ पहिला एकदमै धेरै मात्रामा क्रोकोडाइल पाउने गर्थ्यो। अहिले अलि नै कम भएको छ आई गेस। बिहान जाँदै गर्दाखेरि चाहिँ अलि धेरै थियो, फर्किँदाखेरि एउटा मात्रै थियो। त्यो पनि राम्रोसँग भिडियोमा क्याप्चर नै भएको रहेन रहेछ। एन्ड फाइनल्ली हामी गाडीबाट ओर्लिन्छौँ अनि बेबीहरू त्यहाँ खेलिरहेको थियो अनि म उहाँहरूसँग मागेर चाहिँ एकछिन पिङ खेल्छु। So it was all about my visit today. I hope you all enjoyed my video. Thank you so much for watching. Take care everyone. Bye bye. See you in next video.